नेपाल सरकारले जनताको नाममा वार्षिक करोडौं रुपैयाँ बजेट छुट्याउँछ स्थानीय सरकारलाई। त्यो पैसाले विकास भएन भन्ने कसैलाई लाग्छ भने गएर आफ्ना लोकल जनप्रतिनिधिको घर वरिपरि सेरोफेरोमा गएर हेर्नु होला, विकास त्यहाँ देखिन्छ। जनताको नाममा बजेट छुट्टिए पनि वार्षिक योजनाहरूमा चाहिँ भाँजो कमिसन र भ्रष्टाचार मात्रै हैन, जनप्रतिनिधिहरू आफै हुन्। स्कुल छैन, विद्यालय छैन, बाटो छैन, अब के छैन। तर वार्षिक 5 वटा 10 वटा टेन्डरहरू यत्तिकै पास हुन्छ बिना काम बिना योजना। अब पास कसले गर्छ त्यो तपाईहरु सबैलाई थाहा नै छ। अब गएर आफ्नो जनप्रतिनिधिहरूलाई एउटा मात्रै क्वेशन सोध्नु होला के, बजेट जनताको लागि आएको हो कि तपाईहरु जस्ता जमिनदार भ्रष्ट नेताको लागि भनेर। आफ्नो लोकल जनप्रतिनिधिहरूलाई केन्द्रमा जानुपर्ने जरुरी छैन। सबभन्दा ठूला भ्रष्टाचारीहरू गाउँ गाउँमा डुलिरहेछन् ढाका टोपी लगाएर, आस्कोट लगाएर। धन्यवाद।